भिडियो सुरु गर्नु अघि एस्ट्रोलोजी टिप्सलाई छिटो सब्स्क्राइब गर्नुस् ताकि हाम्रा आउने भिडियोहरू तपाईसम्म छिटो पुगोस्। कमेन्टमा जय मा लक्ष्मी जय माता दी अवश्य लेख्नुहोस्। माता रानीले तपाईमाथि सधैँ आफ्नो कृपा बर्साइरहनु हुनेछ। सम्पूर्णमा नमस्कार। हर हर महादेव। ओम नमः शिवाय। नमस्कार साथीहरू, तपाईलाई स्वागत छ हाम्रो एस्ट्रोलोजी टिप्स युट्युब च्यानलमा। साथीहरू, यो भिडियो धेरै नै विशेष र ज्ञानवर्धक हुनेछ, त्यसैले भिडियोको अन्त्यसम्म हेर्नुहोला र घरकी महिलाहरूले यसलाई अवश्य हेर्नुहोस्। साथीहरू, आचार्य अनिरुद्धजीले भन्नुभएको छ कि महिलाहरूले घरभित्र यी 5 कामहरू कहिल्यै गर्नु हुँदैन। विशेष गरी भान्सामा राखिएका 2 भाँडाहरू उल्टाएर राख्नु हुँदैन। यसले सम्पूर्ण घर नष्ट गरिदिन्छ। माता अन्नपूर्णा रिसाउँछिन्। यस्तो कदापि नगर्नुहोस्, नत्र घरमा दुःख दरिद्र आउँछ र माता लक्ष्मी यस्तो घरबाट रिसाएर जानुहुन्छ। साथीहरू, हाम्रा प्राचीन ग्रन्थहरूमा हरेक पति पत्नीलाई शिवजी र माता गौरीको रूप मानिन्छ। शिवजी र माता गौरी एक अर्काका पूरक हुन्। ठीक उस्तै पति र पत्नी पनि एक अर्काका लागि अर्थात् अर्धाङ्गिनी भनिन्छ। अर्थात् पत्नीलाई अर्धाङ्गिनी भनिन्छ। विवाहपछि पत्नीको भाग्य पतिसँग जोडिन्छ। पत्नीले गरेका कर्म, यज्ञ, दान, पुण्य आदिको फल पतिलाई प्राप्त हुन्छ। उस्तै गरी पत्नीले गरेका गलत कर्महरूको भुक्तानी पतिले पनि भोग्नुपर्छ। हाम्रो हिन्दू समाजमा महिलाहरूलाई घरकी लक्ष्मी र अन्नपूर्णा मानिन्छ। तर केही महिलाहरूको गलत व्यवहारले माता लक्ष्मी रिसाउनुहुन्छ र घर छोडेर जानुहुन्छ। यदि तपाईले आफ्नो घरमा यस्तो महसुस गर्न थाल्नुभयो भने यी गल्तीहरू तुरन्त सच्याउनु होला, नत्र तपाईले पनि यसको खराब परिणाम भोग्नुपर्ने हुन सक्छ। किनभने घरमा अलक्ष्मीले बास गर्दा घरमा कलह र रोगहरू बढ्न थाल्छ। त्यसैले यो भिडियो अन्त्यसम्म हेर्नुहोस् र जान्नुहोस् कि के कामहरू गर्दा घरकी महिलाहरूले भुल्नु हुँदैन, के कामहरू गर्नु हुँदैन। तर साथीहरू, यसभन्दा पहिले म तपाईलाई निवेदन गर्छु कि यो भिडियो लाइक गर्नुहोस्, साथीहरूलाई सेयर गर्नुहोस् र यदि तपाईले अहिलेसम्म हाम्रो च्यानल एस्ट्रोलोजी टिप्सलाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरेर बेल आइकन थिच्नुहोला र कमेन्टमा जय माता लक्ष्मी अवश्य लेख्नुहोस्। जसले जय माता लक्ष्मी लेख्छ उसको घरमा सुख, शान्ति र समृद्धि छाओस् भन्दै सुरु गरौँ आजको विषयवस्तुतर्फ। महिलाहरूले गर्नै नहुने कामहरूको बारेमा चर्चा गर्दैछु। सुरुमा छ साँझको समयमा कपाल खोलेर घुम्नु हुँदैन। धेरै घरमा महिलाहरू सन्ध्याको समयमा कपाल खोलेर घरभित्र घुम्छन्, तर शास्त्र अनुसार यो गर्नु उचित छैन। सन्ध्याको समयमा कपाल खोलेर घुम्नाले घरमा नकारात्मक ऊर्जा आउँछ र माता लक्ष्मी त्यस्तो घरमा बस्नु हुँदैन। त्यसै गरी अर्को दोस्रो नम्बरमा छ घरको मुख्य ढोकामा बसेर गफ गर्नु वा खाना खानु हुँदैन। माता लक्ष्मी मुख्य घरको प्रवेश गर्ने द्वारको रूपमा मानिन्छ। मुख्य ढोकाबाट माता लक्ष्मी प्रवेश गर्नुहुन्छ। यदि महिलाहरूले मुख्य ढोकामा बसेर बाटो रोक्छन् भने माता लक्ष्मी फर्किनुहुन्छ। घरको मुख्य ढोका सधैँ सफा र सुन्दर राख्नुहोस्, त्यसले गर्दा हजुरको घरमा माता लक्ष्मीको बास हुनेछ। त्यसै गरी तेस्रो नम्बरमा छ बिहान ढिलो समयसम्म सुतिरहनु हुँदैन। यदि घरकी महिलाहरू सूर्योदयपछि पनि सुतिरहन्छन् भने घरको समृद्धि हराउँछ र नकारात्मक ऊर्जा फैलिन्छ। बिहान उठेर भगवानको पूजा गर्नु, धूप दीप बाल्नु राम्रो मानिन्छ। त्यसै गरी चौथो नम्बरमा छ राति वा कुनै समयमा पनि जुठा भाँडाहरू राखिराख्नु हुँदैन। जुठा भाँडाहरूले नकारात्मक ऊर्जा फैलाउँछ। यदि समय छैन भने जुठा भाँडाहरू भान्साभन्दा बाहिर अर्थात् जुठेल्लोमा लगेर नदेखिने ठाउँमा राख्नु पर्दछ। त्यसै गरी अर्को 5 नम्बरमा छ झुटो बाणीहरू बोल्नु हुँदैन। पति पत्नी प्रेम, सहनशीलता र त्यागकी मूर्ति हुन्, तर केही महिलाहरूको बाणी कडा र झगडा लगाउने स्वभावको हुन्छ। यस्तो घरमा माता लक्ष्मीको सट्टा
अलक्ष्मी बास गर्छिन्, जसले गर्दा घरमा शान्ति र समृद्धि हराउँछ। त्यसै गरी अर्को 6औं नम्बरमा छ बिच्छु वा गाईलाई अपमान गर्नु हुँदैन। यदि घरमा आएको बिच्छुलाई अपमान गरिन्छ वा गाईलाई रोटी नदिई खेदाइन्छ भने त्यस्तो घरमा सुख समृद्धि हराउँछ। त्यसैले महिलाहरूले कुनै पनि महिलालाई अपमान गर्नु हुँदैन। बिहान कसैलाई उधारो दिनु हुँदैन। क्रोध वा झगडा गर्नु हुँदैन। अरूसँग झुटो बोल्नु हुँदैन। बिहान धेरै बेरसम्म सुत्नु हुँदैन। तुलसीको पात कसैले पनि शनिबार, रविबार वा एकादशीको दिनमा तोड्नु हुँदैन, अर्थात् टिप्नु हुँदैन। नशा वा गलत कार्य गरेर दिनको सुरुवात गर्नु हुँदैन। बिहान उठेर गर्नुपर्ने शुभ कामहरू के हुन् त? के गर्दाखेरि दिनमा सकारात्मक ऊर्जा आउँछ त भन्ने बारे तपाईँलाई केही जानकारी दिँदैछु। ब्रह्मा मुहूर्तमा उठेर घर सफा गर्नुहोस्। तुलसीलाई जल चढाउनुहोस्, सूर्यदेवलाई जल चढाउनुहोस्, जसले गर्दा हजुरमा सकारात्मक ऊर्जा आउन सक्छ। पूजा गरेर दिनको सुरुवात गर्नुभयो भने तपाईँको दिन राम्रो र खुसी सुखी साथ बित्नेछ। हिन्दू शास्त्र अनुसार किचनमा 2 विशेष भाँडाहरू उल्टाएर राख्दा अन्नपूर्ण माता रिसाउँछिन् र घरमा दरिद्रता, अन्नको अभाव र लक्ष्मीको कमी हुन्छ। त्यसैले यी भाँडाहरू कहिल्यै पनि उल्टो बनाएर नराख्नुहोला। सुरुमा छ दही दुधको बट्टा राख्ने भाँडो। दही भगवानको प्रसाद मानिन्छ। यसलाई उल्टाएर राख्दा सुख समृद्धि उल्टिन्छ र घरमा नकारात्मकता फैलिन्छ भन्ने मान्यता छ। त्यसैले दही राख्ने भाँडो सधैँ सिधा राख्नुहोस्। अनि खाना पकाउँदा वा कुनै केही नयाँ कामहरू गर्दा वा कुनै नयाँ ठाउँ, कुनै विशेष कामहरूमा जाँदा दही खाएर अर्थात् दही चाखेर अगाडि बढ्नु शुभ मानिन्छ। त्यसै गरी अर्को छ पानी वा अमृत राख्ने भाँडो अथवा कलश हुन्छ। कलशलाई पनि कहिल्यै पनि उल्टो बनाएर राख्नु हुँदैन। पानीलाई जीवनको आधार मानिन्छ। यसलाई उल्टाएर राख्दा घरमा शान्ति उल्टिन्छ र धनको नाश हुन्छ। खाली भाँडो पनि उल्टाएर नराख्नुहोस्, किनभने यसले अशुभता ल्याउँछ। किनकि यी भाँडाहरू उल्टाएर किन राख्नु हुँदैन त? म तपाईँलाई यस बारेमा जानकारी दिनेछु। उल्टो भाँडाले माता अन्नपूर्ण अर्थात् अन्नकी देवी रिसाउनुहुन्छ। यसले घरको सकारात्मक ऊर्जा नष्ट गर्छ र अलक्ष्मी दरिद्रतालाई आमन्त्रण गर्छ। उल्टो भाँडामा कीटाणु धुलोहरू जम्छ, जसले स्वास्थ्यलाई असर गर्छ। त्यसै गरी के गर्ने त? भाँडाहरू सधैँ सिधा बनाएर राख्नुहोस्, ढकन लगाउनुहोस्। राति किचन सफा गरेर खाली भाँडोहरू उल्टिने बानी छोड्नुहोस्। भोजन पकाउँदा सफा पानीको प्रयोग गर्नुहोस्। यी नियमहरू प्रयोग गर्नाले घरमा धन र सुख शान्ति समृद्धि प्राप्त हुन्छ। यदि यो जानकारी तपाईँलाई मन पर्यो भने कमेन्टमा जय माता लक्ष्मी लेख्नुहोस्। यदि च्यानल सब्सक्राइब गर्नुभएको छैन भने च्यानललाई सब्सक्राइब गर्नुहोस् र बेल आइकन दबाउनुहोस्। यसले हामीलाई अझै राम्रो भिडियोहरू बनाउन प्रेरित गर्दछ भन्दै आजको भिडियोबाट बिदा हुन चाहन्छु। हस्त धन्यवाद।